हेर्नु है गाइस, फुल्ने बेलामा झरमट्टै फुल्यो, फल्ने बेलामा छैन। अलिअलि खोइ अलिअलि मात्रै छ। हेर्न सक्नुहुन्छ, आँप छैन यसपालि। अलिअलि कुनै गाछी मात्रै छ। आम्रपालिका यसरी फलेको छ। अर्को आम्रपालिका यता छ। कुनै कुनै गाछीमा राम्रै फलेको छ आम्रपालिका। झुप्पै झुप्पा छ भने कुनै गाछी चाहिँ रित्तै छ। यसमा दुईटा मात्र झुन्डिएको छ। यसरी फलेको छ आँप। यसपालि आँप त्यति फलेको छैन। दबाई त छिटेकै हो बेलैमा। आँप छिटे पनि आँपको अवस्था यस्तो छ। पुग्नुहुने छ। हेर्नुहोस् आँपको अवस्था यस्तो छ। यसपालि आँप त्यति फलेको छैन ठुलो गाछीमा पनि। त्यही माथि आँप चोर आएर आँप चोर्छन्। यसपालि चाहिँ लुकेर बस्नुपर्ने छ। आयो कि त्यो चोरको भिडियो बनाएर पोस्ट गरेर बिजेती गर्नुपर्ने छ आँप चोरको। हेर्नुहोस् यसपालि आँपको हालत यस्तो छ। कागती फल्न थालेछ अलिअलि। आँपको हालत चाहिँ यस्तो छ। हेर्नुहोस् ठुलो गाछीहरूमा पनि खोइ आँप। अरू गाछीमा यस्तो छ भने अरू गाछीमा यस्तो छ। फेरि अरू गाछीमा यस्तो छ। अब हुरी बतासले कति झर्ने हुन् त्यो पछि थाहा हुने कुरो हो। हुरी बतासले झारेर जति अडिन्छ त्यही खान पाइन्छ। बचेको खाने हो। हेर्नु यस्तो छ। कुनैमा त राम्रै फलेको छ फल्नु चाहिँ। अब कतिको अडिने नअडिने त्यो पछिको कुरा हो।